सबभन्दा पहिला साथीहरू हामी चाहिँ शैक्षिक तथ्याङ्क सङ्कलन कसरी गर्ने त्यसको बारेमा पढ्नेछौँ। त्यसपछि हामी चाहिँ पालो पालो गरेर चाहिँ त्यसको विश्लेषणको बारेमा सम्प्रेषणको बारेमा र त्यसको प्रयोगको बारेमा पनि पढ्नेछौँ है। साथीहरू, सबभन्दा पहिला हामी चाहिँ के बुझ्ने भन्दाखेरि शैक्षिक तथ्याङ्क सङ्कलन कसरी गरिन्छ वा त्यो सङ्कलन भनेको के हो, उसको हामी चाहिँ शैक्षिक तथ्याङ्क चाहिँ कसरी सङ्कलन गर्ने होला, कहाँबाट गर्ने होला, यी सबै कुराबाट अब हामी चाहिँ पढ्नेछौँ है। शैक्षिक तथ्याङ्क सङ्कलन भन्नाले साथीहरू कुनै पनि विद्यालय, शिक्षक, विद्यार्थी, पाठ्यक्रम, परीक्षा नतिजा, भर्ना दर, उपस्थिति दर आदि सम्बन्धी है, आदि सम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने प्रक्रियालाई चाहिँ हामीले शैक्षिक तथ्याङ्क भनिन्छ। अर्थात् तपाईँ सामान्य भाषामा के बुझ्नु होला भन्दाखेरि शिक्षासँग सम्बन्धित है, शिक्षासँग सम्बन्धित सबै डाटाहरू तथ्याङ्कलाई चाहिँ हामीले शैक्षिक तथ्याङ्क सङ्कलन भनेर बुझ्छौँ। जस्तै माने कुनै एउटा गाउँपालिकामा कतिवटा विद्यालय छन् वा कुनै एउटा विद्यालयमा चाहिँ कति शिक्षक छन्, कति विद्यार्थी छन् वा कति किसिमको चाहिँ त्यहाँ पाठ्यक्रमको प्रयोग भएको छ। जस्तै हामीले परीक्षा नतिजा हेर्ने हो, मानव कुन साल चाहिँ कति बच्चाहरू पास भएका छन्, कति फेल भएका छन्, मानव सिजामा कति केटा फेल भए, कति केटी फेल भए, कति दरमा पास भएको छन्। र भर्ना दर हामीले हेर्ने हो भने मानव हरेक क्लासमा चाहिँ कतिको सङ्ख्यामा विद्यार्थीहरू भर्ना भएको छन्, त्यो भए भर्ना दर। उपस्थिति दर भन्दा साथीहरू जस्तै तपाईँ डेली क्लास अटेन्डेन्स हुन्छ नि, त्यो भनेको है भनेपछि हरेक दिन चाहिँ कतिको दरमा चाहिँ विद्यार्थीहरू पढ्न गइरहेको छन् विद्यालयमा। यी सबै है को सङ्ख्याहरू, तथ्याङ्कहरू सङ्कलन गरी शैक्षिक प्रक्रियाको चाहिँ प्रयोग गर्ने वा शैक्षिक क्षेत्रमा त्यसको प्रयोग गर्नुलाई चाहिँ हामीले शैक्षिक तथ्याङ्क भनेर बुझ्ने गर्छौँ है त। सामान्य भाषामा के बुझ्नु भन्दाखेरि शिक्षासँग सम्बन्धित सबै तथ्याङ्कहरू चाहिँ हाम्रो शैक्षिक तथ्याङ्क अन्तर्गत नै पर्छन्। जस्तै कि हाम्रो विद्यालय पनि, शिक्षक पनि, विद्यार्थी सबै के हुन्छ हाम्रो शिक्षासँग सम्बन्धित डाटाहरू हुन्छन्। साथै तपाईँहरू तथ्याङ्क भनेको सबै बुझ्नु भयो नि त। तथ्याङ्क भनेको के हो त, हाम्रो सङ्ख्यामा हुन्छ है, कुनै पनि कुरा सङ्ख्यामा हुनुपर्छ है। अब हामी चाहिँ एउटा इक्जाम्पल हेरौँ शैक्षिक तथ्याङ्कको चाहिँ सङ्कलनको बारेमा है। हो त हामीले अघि नै बुझ्यौँ होइन, विद्यार्थीहरूको सङ्ख्या, शिक्षकको सङ्ख्या, विद्यालयको सङ्ख्या सबै के हुन्छ हाम्रो शैक्षिक तथ्याङ्कहरू। पनि हामी एउटा इक्जाम्पल बुझौँ। के बुझौँ भन्दाखेरि मानव विद्यालयले विद्यार्थीको उपस्थिति र परीक्षा परिणाम रेकर्ड गर्नु, यो के हो त हाम्रो शैक्षिक तथ्याङ्क सङ्कलन गर्नु हो है। जस्तै मानव कुनै एउटा विद्यालय चाहिँ हरेक दिनको हाजिरी गर्छ नि त, कि कति क्लासमा कति आज बच्चा पढ्न आएको छन्, सबै के गर्छन् त हाजिरी गरेर त्यहाँ रेकर्ड राख्ने गर्छन्, अभिलेख राख्छन्। त्यो पछि पनि थाहा हुनसक्छ होइन, कुन विद्यालय चाहिँ कति दिन पढ्न आएको थियो, कुन सालमा, कुन क्लासमा, सबै त्यहाँबाट रेकर्डहरू थाहा पाउन सकिन्छ। अर्को भयो हाम्रो परीक्षा परिणामहरू। जस्तोमा तपाईँ कुनै स्कुलमा पढ्नु भएको छ, अहिले पनि तपाईँ गएर त्यहाँ हेर्नुहुन्छ भने तपाईँको सबै त्यहाँ रेकर्ड हुन्छ है। तपाईँ कुन क्लासमा कति नम्बर लाउनु भएको थियो, कुनै बेला फेल हुनुभएको थियो, कुनै बेला पास हुनुभएको थियो, यस्ता किसिमका चाहिँ तथ्याङ्कहरू रेकर्ड गरेर राख्नु, अभिलेख राख्नुलाई चाहिँ हामी शैक्षिक तथ्याङ्क सङ्कलन गरेर भन्नु बुझ्छौँ। सङ्कलन भनेको साथै के हो त, कलेक्सन गर्नु के, जम्मा गर्नु, कलेक्ट गरेर के त राख्नु के। जस्तै तपाईँहरूको चाहिँ हाजिर गरेर राखिन्छ नि त विद्यार्थीहरूको, त्यो के हो त सङ्कलन भयो है।
सबैले बुझ्नु आयो नि त। अब रहेको साथीहरू शैक्षिक तथ्याङ्क सङ्कलनको उद्देश्य। सबै बुझ्नु आयो साथीहरू? सङ्कलन भनेको के हाम्रो जम्मा गर्नु, के कलेक्सन गर्नु, कुनै पनि डाटा कलेक्सन गर्नु, रेकर्ड गर्नु, राख्नु, अभिलेख गरेर राख्नु, यो सबै के हुन्छ हाम्रो तथ्याङ्क सङ्कलन अन्तर्गत पर्छ। अब रहेको छ शैक्षिक तथ्याङ्क सङ्कलनको उद्देश्यहरू। जस्तै कि मानौ हरेक स्कुलमा चाहिँ हाजिरीहरू हुन्छ, फेल पासको रेकर्डहरू राखिन्छ, अर्थात् शैक्षिक तथ्याङ्क चाहिँ सङ्कलन त गरिन्छ, तर किन गरिन्छ त्यो? त्यसको केही उद्देश्य त होला नि, के पुरा गर्नलाई हो। त्यही उद्देश्य पुरा गर्नका लागि शैक्षिक तथ्याङ्क सङ्कलन गरिएको छ। त के उद्देश्य राखिएको छ? त्यो उद्देश्य हेर्नुहोस्। पहिलो उद्देश्य रहेको छ शिक्षा प्रणालीको स्थिति बुझ्न, अर्थात् यसले के थाहा हुन्छ कुन साल चाहिँ कतिको दरमा विद्यार्थीहरू फेल भइरहेका छन् कि पास भइरहेका छन्, त्यसले के थाहा हुन्छ त्यसको अवस्था थाहा हुन्छ के। जुन हाम्रो चाहिँ एजुकेसन सिस्टम रहेको छ नेपालमा, त्यसको चाहिँ कन्डिसन के छ, त्यसको अवस्थाको बारेमा चाहिँ हामीले बुझ्नको लागि पनि यो रेकर्ड राख्न जरुरी छ। जस्तै कि हाम्रो राष्ट्रिय परीक्षा बोर्डले होइन हरेक साल चाहिँ इक्जाम लिने गर्छ, हो नि, हरेक साल इक्जाम लिन्छ। त्यसले गर्छ के गर्छ त सबैले रेकर्ड राख्छ नि त, कुन साल चाहिँ कति विद्यार्थी फेल भएका छन्, कति पास भएका छन्, कति केटा पास भए, कति केटी पास भए। त्यसले के थाहा हुन्छ भन्दाखेरि हाम्रो देशको समग्र देशकै के त हाम्रो शिक्षा प्रणालीको अवस्थाको बारेमा थाहा पाउनको लागि त्यस्तो गरिन्छ है। अर्को रहेको छ हाम्रो योजना तथा बजेट निर्माण गर्नका लागि। जस्तै मानौ कुनै हाम्रो विकट क्षेत्रहरू छन्, कहीँ हाम्रो चाहिँ सबैले सुविधा सम्पन्न ठाउँहरू पनि रहेका छन्, सहरहरू पनि रहेका छन्। डाटा सङ्कलन के थाहा हुन्छ भन्दाखेरि के थाहा हुन्छ भन्दा साथीहरू, कुन ठाउँमा चाहिँ कति विद्यार्थी फेल भइरहेका छन्, कहाँ बढी पास भइरहेका छन्, के कारण होला, शिक्षक धेरै सङ्ख्या कमी छ कि बढी भयो कि, त्यो सबै अवस्थाको बारेमा बुझेर, त्यहाँ भौतिक सङ्कट छ कि है, त्यो सबै अवस्थाको बारेमा बुझेर के त भविष्यमा योजनाहरू र बजेट निर्माण गर्नको लागि पनि यो डाटा सङ्कलनले महत्त्वपूर्ण भूमिका खेल्छ है। अर्को उद्देश्य रहेको छ विद्यालयको गुणस्तर सुधार गर्नका लागि हो साथीहरू। यदि हरेक वर्ष त्यस्तै रेकर्ड राख्यो भने त्यसले के थाहा हुन्छ विद्यालयको अवस्था कस्तो छ, त्यो स्कुलको चाहिँ हाम्रो जुन क्वालिटी छ नि, एजुकेसन क्वालिटी त्यो कस्तो छ, अधिकांश विद्यार्थी फेल भइरहेका छन् कि पास भइरहेको छन्, त्यो डेली हाम्रो हरेक इक्जामको रेकर्ड राखिन्छ भने त्यसले के थाहा हुन्छ त्यसको विद्यालयको गुणस्तर सुधार भइरहेको छ कि छैन, झन् बिग्रिरहेको छ कि हो। यदि बिग्रिसकेको हो भने के समस्याले होला, हामी त्यसलाई कसरी सुधार गर्ने, यस्ता विद्यालयको चाहिँ हाम्रो एजुकेसन क्वालिटीलाई सुधार गर्नको लागि पनि डाटा कलेक्सन गर्नु निकै नै महत्त्वपूर्ण हुन्छ र यसको उद्देश्य पनि त्यही हो। अर्को उद्देश्य रहेको छ समावेशी शिक्षाको प्रवर्धन गर्नु। साथीहरू समावेशी शिक्षा भने के हो भन्दाखेरि सबैलाई समेट्ने गरी सबैलाई समान अवसर दिनु है। अर्को उद्देश्य रहेको छ नीति निर्माणका लागि प्रमाणमा आधारित निर्णय लिन है। जस्तै मानव तपाईँहरूले कुनै पनि नीति निर्माण गर्न लागेको छ भने त्यसमा चाहिँ हामीले प्रमाणमा आधारित यदि चाहिँ रेकर्ड हुन्छ भने त्यो के हो त हाम्रो एउटा प्रमाण हो कि त्यसले के प्रश्न पार्छ, मानव कुनै स्कुलमा धेरै विद्यार्थीहरू फेल भइरहेका छन् भने त्यसले के थाहा हुन्छ त्यहाँ केही न केही समस्या छ नि त। त्यस्ता समस्या समाधान गर्नका लागि केही नीति निर्माण गरिन्छ। त्यो नीति निर्माण गर्नका लागि यसले प्रमाण दिन्छ, कसले, रेकर्डले है। अब रहेको छ साथीहरू स्रोतहरू। यो शैक्षिक तथ्याङ्क चाहिँ कहाँबाट प्राप्त गरिन्छ है। शैक्षिक तथ्याङ्क के हो हामी बुझ्यौँ, यसको उद्देश्य के हो त्यो पनि बुझ्यौँ। अब चाहिँ यसो स्रोतहरू है, अर्थात् हामी चाहिँ शैक्षिक तथ्याङ्कहरू कहाँबाट प्राप्त गर्छ नि त डाटाहरू, जहाँ पहिले रहेको छ हाम्रो विद्यालयद्वारा तयार गरिने फ्ल्यास रिपोर्ट इमआइएस र सफ्टवेयर हुन्छ नि, सबैले पढ्नुभयो होला यसको बारेमा। त्यो सफ्टवेयर मार्फत चाहिँ हरेक विद्यालयले के गर्छन् त फ्ल्यास रिपोर्टहरू तयार गर्ने गर्छन्, त्यहाँबाट पनि हाम्रो डाटाहरू पाइन्छ। अर्को रहेको छ हाम्रो शिक्षा तथा मानव स्रोत मन्त्रालयको इमिज सफ्टवेयर एजुकेसन म्यानेजमेन्ट इन्फर्मेसन र सिस्टम हुन्छ। र साथै तपाईँहरू कन्फ्युज नहुनु होला है, तपाईँले इक्जाममा यस्तो झुक्याइदिन्छ हेर्नुहोस्, इमआइएस अर्को हो र इमिज अर्को हो है, दुइटा साथै सफ्टवेयर नै हो, तर आइइएमआइएस है
इएमआइएस चाहिँ विद्यालयले प्रयोग गर्छ भने इमिस चाहिँ शिक्षा तथा मानव स्रोत मन्त्रालयले प्रयोग गर्छ है। सबै के हुन् त हाम्रो डाटा कलेक्सन गर्ने सफ्टवेयरहरू हुन् है। अर्को रहेको छ हाम्रो जनगणना रिपोर्ट हो साथीहरू। यसबाट पनि के हुन्छ त हाम्रो शैक्षिक तथ्याङ्कहरू सङ्कलन गर्न सकिन्छ। कसरी भन्दाखेरि उहाँ तपाईँले पपुलेसन पढ्नुहुन्छ नि, त्यसमा तपाईँले एकदमै अनिवार्य हुन्छ नि त, कुन वर्षमा चाहिँ कति महिला साक्षर छन्, कति पुरुष साक्षर छन्, वा कति सङ्ख्या छन्, सबै कुराहरू चाहिँ कहाँबाट थाहा हुन्छ? जनगणनाबाट थाहा हुन्छ। भनेपछि जनगणना चाहिँ के हो? हाम्रो शैक्षिक तथ्याङ्क त्यो पनि हो है। अर्को रहेको छ हाम्रो स्थानीय तहको शिक्षा शाखाबाट पनि प्राप्त गर्न सकिन्छ। कसरी भन्दाखेरि हरेक गाउँपालिका नगरपालिकामा के त एउटा स्थानीय तहको चाहिँ शिक्षा शाखा हुन्छ, जहाँ चाहिँ ती गाउँपालिका वा नगरपालिकाभित्र चाहिँ कति विद्यालय छन्, कति सामुदायिक छन्, कति संस्थागत छन्, र हरेक विद्यालयमा चाहिँ कतिको दरमा विद्यार्थी फेल भइरहेका छन्, कतिमा पास भइरहेछन्, कतिको दरमा चाहिँ त्यहाँको एजुकेसन क्वालिटी वृद्धि भएको छ वा घटिरहेको छ, सबै त्यहाँ रेकर्डहरू चाहिँ कहाँ हुन्छ त? शिक्षा शाखामा। कुन शिक्षा शाखामा भन्दाखेरि हरेक स्थानीय तहको शिक्षा शाखाबाट चाहिँ हामी चाहिँ यस्ता डाटाहरू प्राप्त गर्न सक्छौँ। साथै अर्को कुरा रहेको छ कुरा महत्त्वपूर्ण, नेट एनरोलमेन्ट रेट। यो भनेको के हो साथी भन्दाखेरि उमेर अनुसारको भर्ना दर है। उमेर अनुसारको भर्ना दरको चाहिँ आधारमा पनि हामीले डाटा निकाल्न सकिन्छ, ताकि कुन कुन उमेरमा विद्यार्थीहरू कति कति क्लासमा पढिरहेका छन्, त्यो सङ्ख्या आधारमा पनि हामीले त्यसको रेट पत्ता लगाउन सकिन्छ। साथै अब रहेको छ हाम्रो विश्लेषण है। शैक्षिक तथ्याङ्क हामीले सङ्कलन पढ्यौँ, अब चाहिँ यसको विश्लेषण। मानव हामीले चाहिँ शैक्षिक तथ्याङ्कहरू सङ्कलन गरिसक्यौँ। अब सङ्कलन गरिसकेपछि त्यसलाई हामी के गर्ने त? त्यसको विश्लेषण गर्ने। कसरी गर्ने भन्दाखेरि जुन हामीले डाटा सङ्कलन गरेका छौँ, कलेक्सन गरेका छौँ, जुन चाहिँ हामी तथ्याङ्कहरू सङ्कलित गरेका छौँ, ती सङ्कलित तथ्याङ्कलाई विभिन्न तरिकाले वर्गीकरण गर्ने, अध्ययन गर्ने, तुलना गर्ने, मूल्याङ्कन गर्ने, प्रवृत्ति पत्ता लगाउनका लागि विश्लेषण गरिन्छ है। जस्तै कि मानव तपाईँले एउटै गाउँपालिकामा तपाईँको 10वटा विद्यालय छ। हरेक विद्यालयमा के हुन्छ त? फरक फरक तथ्याङ्कहरू हामीले प्राप्त गर्छौँ। कहीँ विद्यार्थी बढी फेल भएका हुन्छन्, कहीँ कम फेल भएका हुन्छन्। त्यसमा हामीले के गर्छ त? त्यो डाटा लिएर तथ्याङ्क सङ्कलन गरिसकेपछि त्यसको हामीले वर्गीकरण गर्ने, अध्ययन गर्ने र कम्पेयर गर्ने है, तुलना गर्ने। यो कुन स्कुलको तुलनामा चाहिँ अर्को स्कुलमा विद्यार्थीहरू बढी फेल भएका छन्, किन फेल भयो होला, त्यो प्रवृत्ति पत्ता लगाउने, कारण पत्ता लगाउने। त्यही प्रवृत्ति पत्ता लगाउनको लागि हामीले जुन डाटाहरू एनालाइज गर्छौँ, विश्लेषण गर्छौँ, त्यसलाई हामीले त शैक्षिक विश्लेषण गर्ने भनेर बुझिन्छ है। यसबाट के हुन्छ भन्दाखेरि शिक्षा प्रणालीको अवस्था र सुधारका सम्भावनाहरूको पहिचान गर्न सकिन्छ। कसले? विश्लेषण हो भनेपछि तपाईँ सामान्य भाषामा के बुझ्नु साथीहरू? विश्लेषण भनेको त हाम्रो केलाउनु के, कुनै पनि समस्याहरूको बारेमा चाहिँ हामीले केलाउनु चाहिँ हामीले विश्लेषण भनेर बुझ्छौँ है। जस्तै कि मानव कुनै पनि गाउँपालिकामा त्यहाँको हाम्रो एजुकेसन सिस्टमको कन्डिसन कस्तो छ, किन बढी विद्यार्थी फेल भइरहेका छन्, यस्ता कारणहरूको बारेमा हामीले पत्ता लगाई त्यसका सुधारका उपायहरू पत्ता लगाएर त्यसलाई हामीले समाधान गऱ्यो भने के हुन्छ त? त्यहाँ प्रगति हुन्छ है। त्यसै एउटा हामी इक्जाम्पल हेरौँ। केटाहरू र केटीहरूको परीक्षा नतिजाको तुलना गर्नु। जस्तै मानव तपाईँको 2081 सालमा कुनै एउटा विद्यालयमा 60% चाहिँ केटा पास भएका छन्, 40% चाहिँ केटी पास भएका छन्। अब किन यस्तो भयो होला? ती दुइटैको बारेमा चाहिँ जुन डाटा निकालेका हुन्छन्, सङ्ख्याहरू निकालेका हुन्छन्, कसलाई यति केटा फेल भएका छन्, यति केटी फेल भएका छन्, ती सङ्ख्याहरूको चाहिँ कम्पेयर गर्नु, तुलना गर्नु चाहिँ के हो त? विश्लेषण हो है। अब रहेको छ साथीहरू शैक्षिक तथ्याङ्क विश्लेषणको उद्देश्यहरू। शैक्षिक तथ्याङ्क हामीले चाहिँ किन विश्लेषण गर्नुपर्छ, नगरे के हुन्छ होला भन्दाखेरि पहिलो हाम्रो उद्देश्य रहेको छ शिक्षा प्रणालीको गुणस्तर मूल्याङ्कन गर्नका लागि,
समस्या पहिचान गर्नका लागि हो साथै तपाईँ जहिलेसम्म जति पनि डाटाहरू कलेक्सन गरिहाल्नुहोस्, तथ्याङ्कहरू सङ्कलन गरे पनि यदि त्यसलाई तपाईँ विश्लेषण गर्नुहुन्न भने जबसम्म त्यसलाई विश्लेषण गरिन्न तबसम्म चाहिँ कुनै पनि समस्या पहिचान गर्न सकिँदैन। कुराको हाम्रो देशमा नीति निर्माण तथा योजना बनाउनका लागि बजेट तथा स्रोतको उचित व्यवस्थापन गर्नका लागि चाहिँ हामीले शैक्षिक तथ्याङ्क विश्लेषण गर्नु आवश्यक हुन्छ। अब कुराको हाम्रो महत्त्वपूर्ण कुरा गुणात्मक तथ्याङ्क हो साथीहरू। गुणात्मक तथ्याङ्क भनेको के होला त? साथै सामान्य भाषामा चाहिँ गुणात्मक तथ्याङ्क भनेको के भन्दाखेरि सङ्ख्या नभई गुण है, चाहिँ क्वालिटी। सङ्ख्या नभई गुण, अवस्था, व्यवहार, अनुभव वा वर्णनात्मक जानकारी हो जुन विषयको गहिरो बुझाइदिन्छ वा गहिरो अध्ययन हुन्छ है। गुणात्मक भनेको के हो त? हाम्रो गुण बताउने कि त्यसको विशेषता बताउने। गुणात्मक तथ्याङ्कका विशेषताहरू सङ्ख्यामा नआउने तर विवरात्मकमा हुन्छ। अनुभूति, व्यवहार, धारणा र दृष्टिकोण जस्ता कुराहरू यसमा समेटिन्छ। कसमा? गुणात्मकमा। उसको नामै के छ त? गुण। गुण भने के हो? उसको विशेषता के? उत्र के फरक छ अरूभन्दा? त्यही फरक पनि के त? गुण भनिन्छ के। यसले के र किन भन्ने प्रश्नको उत्तर दिन्छ। जस्तै कि कुनै विद्यार्थी फेल भयो मानौ, किन फेल भयो होला, के कारण फेल भयो होला, यस्ता कुराहरू चाहिँ उत्तर आउनुलाई के त हामीले गुणात्मक तथ्याङ्क भन्छौँ। गुणात्मक तथ्याङ्क एउटा हामी इक्जाम्पल हेरौँ। शिक्षकको व्यवहार यो एउटा गुणात्मक तथ्याङ्क हो। जस्तै मानौँ तपाईँको कुनै स्कुलमा 10जना शिक्षक छन्, 5जना राम्रो पढाउँछन्, तिनीहरूको व्यवहार राम्रो छ, 5जनाको व्यवहार चाहिँ अलिकति नराम्रो छ। त्यही जुन व्यवहार छ नि, त्यो व्यवहार के हो त? उसको गुण हो है। र अब रहेको छ साथीहरू सम्प्रेषण। हामी चाहिँ तथ्याङ्क सङ्कलन गऱ्यौँ, विश्लेषण गऱ्यौँ। अब रहेको छ सम्प्रेषण। साथीहरू सम्प्रेषण भनेको के हो त? हामीले कम्युनिकेट गर्नु के वा प्रचार प्रसार गर्नु वा एक ठाउँबाट अर्को ठाउँमा पुगाउनु। एक ठाउँबाट अर्को ठाउँमा कुनै पनि डाटा पुर्याउनुले हामी के भन्छौँ? सम्प्रेषण भनिन्छ। जस्तै हामीले मानौँ कुनै पनि डाटा कलेक्सन गऱ्यौँ, एनालाइजिङ गऱ्यौँ, त्यसपछि हामीले त्यसलाई के त? त्यसलाई जहाँ पठाउनु पर्ने हो त्यहाँ हामीले त्यसलाई उचित ठाउँमा त्यसको प्रयोग गर्नलाई हामीले पठाइदिने। ती पठाउनुले के भनिन्छ त? सम्प्रेषण भनिन्छ है, वा ट्रान्सफर भनेर बुझ्नुहोस्। विश्लेषणपछि प्राप्त तथ्याङ्कलाई सम्बन्धित निकाय वा व्यक्तिहरूसम्म जानकारी गराउने प्रक्रियालाई सम्प्रेषण भनिन्छ। जस्तै मान तपाईँहरूको हरेक विद्यालयमा कति बच्चाहरू फेल भइरहेका छन्, कति पास भइरहेका छन्, कुन चाहिँ विद्यार्थी एक सोह्रको स्कुलमा पढ्न गइरहेको छ, सबै डाटा के त? त्यस विद्यालयले आइइमाइएस सफ्टवेयरबाट के गर्छ त? आफ्नो गाउँपालिका वा नगरपालिकामा पठाउने गर्छन्। ती पठाउनुले के भनिन्छ त? सम्प्रेषण भनिन्छ। जस्तै कि मानौँ वेबसाइट भयो, शिक्षा पोर्टल भयो वा समाचार पत्र मार्फत सार्वजनिक गर्ने। जस्तै मानौँ कक्षा 12मा चाहिँ कति विद्यार्थी फेल भएन, पास भएन, राष्ट्रिय परीक्षा बोर्डले के गर्छ त? वेबसाइटमा त्यसलाई हालिदिन्छ। त्यो वेबसाइटमा नतिजा प्रकाशन गर्नु नै के हो त? हाम्रो सम्प्रेषण गर्नु हो। बुझ्नुभएको छ साथीहरू? कुनै पनि मानव समाचार के गर्दा सार्वजनिक गरियो, प्रकाशित गरियो, त्यो एउटा सम्प्रेषण हो। भनेपछि त्यसको जहाँ जहाँ पुर्याउनु पर्ने हो डाटा त्यो सबै पुर्याइदिने के। भनेपछि मानव सबै विद्यार्थी फेल भएको छन्, पास भएको छन्, तिनीहरू त आफ्नो रिजल्ट हेर्नु पऱ्यो नि त आखिरमा। र अन्तमा रहेको छ हाम्रो चौथोमा प्रयोग। शैक्षिक तथ्याङ्कहरू हामीले सङ्कलन गऱ्यौँ, विश्लेषण गऱ्यौँ, सम्प्रेषण गऱ्यौँ। अब हामी त्यसको प्रयोग गर्ने। कहाँ प्रयोग गर्ने हेर्नुहोस्। सार्वजनिक गरिएका तथ्याङ्कलाई नीति निर्माण, योजना बनाउने, सुधारका लागि के त? निर्णय गर्नको लागि प्रयोग गरिन्छ। जस्तै कि कमजोर नतिजा आएको क्षेत्रमा अतिरिक्त शिक्षक पठाउने। जस्तै मानौँ कुनै पनि क्षेत्रमा अधिकभन्दा अधिक त्यहाँ विद्यार्थीहरू फेल भएका छन्, किन फेल भयो होलान्? कि त्यहाँ शिक्षकको सङ्ख्या कम छ कि भनेर त्यहाँमा शिक्षक पठाइयो भने त्यो के भयो त? तथ्याङ्कको प्रयोग भयो।
जस्तै मानौ कुनै क्षेत्रमा चाहिँ अधिक विद्यार्थी फेल भएका छन्, कसरी थाहा हुन्छ? डाटाबाट। थाहा भयो नि साथीहरू? थाहा भइसकेपछि त्यसको के गर्दा मानव उसको विश्लेषण गरियो हो, किन त्यहाँ विद्यार्थी बढी फेल भयो होला, मानव त्यसको हामीले निर्णय गऱ्यौँ, त्यसको चाहिँ रिजल्ट आयो हो, यहाँ चाहिँ शिक्षक सङ्ख्या कम भएको कारणले गर्दा के भयो त त्यहाँ विद्यार्थी बढी फेल भएका छन्। अब मानव के भयो त त्यही तथ्याङ्कको आधारमा प्रयोग गरी त्यहाँ शिक्षक पठाइयो भने के भयो त त्यस तथ्याङ्कको प्रयोग गरेको भयो भने बुझ्नुहोस्। अर्को रहेको छ महत्त्वपूर्ण कुरा मिक्स भनेर। यसको फुल फर्म के हुन्छ साथी भन्दाखेरि मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे, जसलाई बहुसूचक क्लस्टर सर्वेक्षण पनि भनिन्छ। यो के भन्दाखेरि यो एक अन्तर्राष्ट्रिय सर्वेक्षण कार्यक्रम हो जुन चाहिँ विशेष गरी महिला र बालबालिकाहरूको अवस्था मापन गर्नका लागि तयार गरिएको हो। कुन? बहुसूचक क्लस्टर सर्वेक्षण। अब यसको स्थापना कहाँ भएको हो भन्दाखेरि युनिसेफ है, संयुक्त राष्ट्र बाल कोषले सन् 1990मा मिक्स सुरु गरेको हो। यसको स्थापना गरेको थियो के को लागि साथीहरू? के को लागि भन्दाखेरि महिला र बालबालिकाको अवस्था मापन गर्नका लागि यसको स्थापना गरिएको हो। अब यसको मुख्य उद्देश्य पनि रहेको छ, हेर्नुहोस्। यसको मुख्य उद्देश्य के हो भन्दाखेरि यसको स्थापना गर्नुको मुख्य उद्देश्य के हो भन्दाखेरि बालबालिका, महिला, परिवार तथा उनीहरूको जीवन स्तर, स्वास्थ्यको अवस्था, शिक्षाको अवस्था, पोषण, जल तथा सरसफाइ, हिंसा, बाल विवाह र मृत्युदर जस्ता सामाजिक सूचकाङ्कहरूको बारेमा जानकारी सङ्कलन गर्नु चाहिँ संयुक्त राष्ट्र बाल कोषको मुख्य उद्देश्य रहेको छ। यसको स्थापना कहिले भएको हो भन्दाखेरि सन् 1990मा। र साथीहरू अब चाहिँ हाम्रो एकछिनको लागि ब्रेक हुन्छ है। सबैजना चाहिँ राम्रोसँग पढ्नु भयो नि त? सबैले अवश्य नै टिपोट गर्नुभयो होला। त्यसपछि हामी चाहिँ के गर्छौँ त? अभ्यास गर्छौँ। र यसमा हामी जति पढ्यौँ नि त्यससँग सम्बन्धित आवश्यक महत्त्वपूर्ण सम्भावित तपाईँको इक्जाममा कस्तो खालको क्वेसन आउने गर्छ, अब हामी त्यसको के गर्नु त? अभ्यास गर्नु। सबैजना एकचोटि सर हेर्नु होला है आफू टिपोट गरेको। सन्तोष के भन्नुभएको छ अस्तिको पिडिएफ सेन्ड गर्नु भन्नुभयो। ल है साथी, अब हामी चाहिँ अभ्यास गर्नेछौँ। यससँग सम्बन्धित आवश्यक महत्त्वपूर्ण तपाईँको इक्जाममा कस्तो खालको क्वेसन आउँछ हामी हामी अब अभ्यास गर्नेछौँ, प्र्याक्टिस गर्नेछौँ है। ल सबै रेडी बस्नु होला। ल विगतमा सोधिएका एकदमै महत्त्वपूर्ण प्रश्नहरू। पहिलो प्रश्न आएको छ, सबैले हेर्नु होला र राइट अप्सन के होला गेस गरेर भन्नु होला अवश्य है साथीहरू। साथीहरू हाम्रो चाहिँ व्यवस्थापन टिमबाट एउटा रहेको छ हाम्रो सूचना महत्त्वपूर्ण जानकारी, सबैले अवश्य सुन्नु होला। हाम्रो टिमले चाहिँ एउटा इबुक तयार गरेको छ जहाँ तपाईँहरू चाहिँ क्वेसन ब्याङ्क पनि पाउनुहुन्छ है, क्वेसन ब्याङ्क पाउनुहुन्छ। महत्त्वपूर्ण तपाईँहरू चाहिँ 20वटा एक्स्ट्रा क्वेसन सेट पाउनुहुन्छ, 500 क्वेसन सेट छुट्टै पाउनुहुन्छ। हरेक युनिटको तपाईँहरूले व्याख्यासहित क्वेसन छुट्टै पाउनुहुन्छ पढ्नलाई। साथसाथै तपाईँले त्यसमा टेस्ट इक्जाम पनि दिन पाउनुहुन्छ। महत्त्वपूर्ण 5वटा चाहिँ त्यहाँ अनलाइन टेस्टको लिङ्क पनि राखिएको छ। साथै निकै नै युजफुल, महत्त्वपूर्ण र सम्भावित त्यसबाट तपाईँको क्वेसन इक्जाममा पर्ने खालको रहेको छ। 99% फिक्स रहेको छ। त्यसले गर्दा कोही पनि बाँकी हुनुहुन्छ इ बुक लिनको लागि भने भोलि चाहिँ हाम्रो इ बुक वितरण गरिनेछ। आफ्नो नाम अवश्य दर्ता गर्नु होला हाम्रो म्यानेजमेन्ट टिमलाई कन्ट्याक्ट गरी। अहिलेसम्म साथीहरू चाहिँ हाम्रो 62जनासम्म नाम दर्ता गराइसकेका छन्। यदि तपाईँ कोही छुट्नु भएको छ भने सबैले चाहिँ आफ्नो नाम अवश्य टिपोट गराउनु होला इ बुकको लागि। क्वेसन नम्बर 1 के छ भन्नु सबैलाई है, शैक्षिक तथ्याङ्क भन्नाले के जनाउँछ? भेरी गुड साथीहरू, सी भन्नुभएको छ शिक्षा सम्बन्धी सङ्कलित जानकारी है। प्रश्न नम्बर 2 हेर्नु होला,
शैक्षिक तथ्याङ्क सङ्कलनको मुख्य उद्देश्य के हो? र भेरी गुड, सी भन्नुभएको छ। नीति निर्माणमा सहयोग पुर्याउनु। प्रश्न नम्बर 3 रहेको छ, कुन तरिकाले तथ्याङ्क सङ्कलन गरिन्छ? भेरी गुड, अप्सन बी चाहिँ राइट हुन्छ। प्रश्नावली अन्तर्वार्ता र अवलोकनबाट। प्रश्न नम्बर 4 हेर्नुहोला, शैक्षिक तथ्याङ्क विश्लेषण गर्दा के ध्यान दिनुपर्छ? भेरी गुड छात्री, भेरी गुड। हाम्रो छोटोभाइ तयारी यस्तो तयारी गर्नुहोला। अप्सन बी राइट हुन्छ। तथ्याङ्कको उद्देश्य। प्रश्न 5 हेर्नुहोला, इमिसको पूर्ण रूप के हो? ए हुन् है साथी, ए हुँदैन। गुड, बी हुन्छ। बी हो राइट अप्सन। एजुकेसन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम। ठिक छ राकेशजी। अमिता खुसबु। प्रश्न नम्बर 6 हेर्नुहोला, शैक्षिक तथ्याङ्क सम्प्रेषण भन्नाले के जनाउँछ? सङ्गीता हर्मन सबभन्दा पहिला भन्नुभएको छ, बधाई छ उहाँलाई। तथ्याङ्क अरूलाई जानकारी दिनु। अप्सन सी राइट हुन्छ, अर्थात् ग राइट हुन्छ। प्रश्न 7 हेर्नुहोला, शैक्षिक तथ्याङ्क प्रयोग कसरी गर्न सकिन्छ? तिलक भण्डारी सबभन्दा पहिला मिलाउनु भएको छ, उहाँलाई बधाई छ। अप्सन डी, माथिको सबै। प्रश्न नम्बर 8 हेर्नुहोला, विद्यालयहरूलाई तथ्याङ्क कसलाई पठाउने गर्दछन्? कसलाई? सङ्गीता हर्मेल सुषमा सबभन्दा पहिला मिलाउनु भएको छ। अप्सन बी भन्नुभएको छ, शिक्षा शाखालाई। यो कहाँ हुन्छ? हरेक स्थानीय तहमा हुन्छ है। प्रश्न नम्बर 9 हेर्नुहोला, कुन विधि तथ्याङ्क सङ्कलनका लागि प्रभावकारी हो? कुन विधि? सन्तोष कुमार सानी सबभन्दा पहिला मिलाउनु भएको छ। अप्सन डी, माथिको सबै। तपाईँ साथीहरू, तपाईँले बारम्बार भन्छु, माथिको सबै आयो भने अधिकांश त राइट हुन्छ कि। यदि कुनै क्वेसन हाम्रो पोजिटिभ छ भने एन्सर पनि पोजिटिभ हुन्छ, क्वेसन नेगेटिभ हुन्छ भने एन्सर पनि नेगेटिभ नै हुन्छ, र अधिकांश सबभन्दा लामो अप्सन पनि राइट हुन्छ। प्रश्न 10 हेर्नुहोला, विद्यार्थीहरूको उपस्थिति तथ्याङ्क कुन उद्देश्यमा प्रयोग हुन्छ? कुन काममा यसको प्रयोग हुन्छ? हाजिरीको। भण्डारी सबभन्दा पहिला मिलाउनु भएको छ। अप्सन डी भन्नुभएको छ, तर डी हुँदैन, अप्सन चाहिँ सी हुन्छ है। छात्रवृत्ति वितरणमा। प्रश्न 11 हेर्नुहोला, मिक्सको अर्थ के हो? सङ्गीता सबभन्दा पहिला मिलाउनु भएको छ, सङ्गीता हर्मेल। मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे। प्रश्न 12 हेर्नुहोला, शिक्षा तथ्याङ्क सङ्कलनको नियमित अवधि कति हुन्छ? भेरी गुड, ए भन्नुभएको छ। दैनिक पनि हुन्छ, मासिक पनि हुन्छ, वार्षिक पनि हुन्छ, तर दशकमा हुँदैन है। प्रश्न 13 हेर्नुहोला, शिक्षक विद्यार्थी अनुपात कस्तो तथ्याङ्क हो? अनुपात भनेपछि के हुन्छ? गुणात्मक हुन्न है साथी, गुणात्मक हुँदै हुन्न, परिमात्मक हुन्छ है, बी। किनभनेदेखि अनुपात भनेको के हो त? सङ्ख्या हो नि त। प्रश्न 14 हेर्नुहोला, विद्यालयमा कुन व्यक्ति तथ्याङ्क सङ्कलनको लागि उत्तरदायी हुन्छन्? ल सबभन्दा पहिला नेता भन्नुभएको छ। प्रधानाध्यापक हुन्छ है। अप्सन ए हुन्छ।
प्रश्न पछि हेर्नुहोला, कुन तथ्याङ्क शिक्षाको गुणस्तर मापनमा उपयोगी हुन्छ? सबै भन्नुहोस् त, के होला राइट अप्सन? अप्सन बी भन्नुभएको छ, परीक्षा परिणाम। र राइट अप्सन चाहिँ साथीहरू बी नै हुन्छ, पाठ पुस्तक सङ्ख्या हुन्न है साथीहरू। प्रश्न 16 हेर्नुहोला, कुन संस्था शिक्षा तथ्याङ्क श्रृङ्खलामा प्रमुख हो? ल बी भन्नुभयो साथीले, भेरी गुड, बी नै हुन्छ, केन्द्रीय तथ्याङ्क विभाग। साथीहरू यदि आफ्नो तयारीलाई अझै सशक्त र प्रभावकारी बनाउन चाहनुहुन्छ भने चाँडैभन्दा चाँडै आफ्नो नाम दर्ता गराए भोलि चाहिँ इ बुक अवश्य लिनु होला है। इ बुक तपाईँलाई निकै नै महत्त्वपूर्ण सहयोग गर्नेछ। र साथीहरू तपाईँ अलिकति पढाइमा बढी टाइम दिनुहोस्, सबै बढी अलिकति टाइम दिनु भयो किनभने प्रश्नमा धेरै टाइम छैन। धेरै पढ्नुहोस् है, अधिक मेहनत गर्नुहोस्। अहिले केही दिनलाई मात्र आफ्नो काम चाहिँ रोक गर्नुहोस् अनि पढाइमा ध्यान दिनुहोस् है। अवश्य